भाषा वेशभूषा र कला संस्कृतिको प्रवर्धनको एउटा जमर्को बनिरहेको कुरा पनि म यहाँ उद्घोष हार्दिक अनुरोध गर्दछु। यसैगरी बागमती प्रदेश सभाका पूर्व सदस्य श्री केशवराज पाण्डेज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। बागमती प्रदेश सभाका पूर्व सदस्य श्री बद्री मैनालीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। हेलो साथीहरू, गुड मर्निङ। के छ हालखबर? सन्चै हुनुहुन्छ? आराम हुनुहुन्छ? हेलो हेलो। आज चाहिँ नुवाकोटको महोत्सव हेर्न आएको छु म चाहिँ। आज चाहिँ पहिलो दिन हो, बाजा गाजाको साथमा रमाइलो हुन्छ होला। किप वाचिङ। धेरै धेरै धन्यवाद तपाईँहरूलाई सपोर्ट गरिदिनु भएको युट्युब च्यानलमा 500। हेलो साथीहरू, कस्तो छ? हजुर आरामै हुनुहुन्छ, सन्चै हुनुहुन्छ होला भने आशा गर्दछु है। आज चाहिँ म धादिङ होइन, नुवाकोटको महोत्सवमा 7औं महोत्सवमा चाहिँ आज चाहिँ पहिलो दिन हो है। रमाइलो भइरहेको छ, सबै धार्मिक के भन्छ धार्मिकहरू प्रदर्शन गरिरहनु भएको छ। अनि म चाहिँ मेरो साथीहरूसँग आएको छु। आज धादिङको के अरे नुवाकोट अलि धादिङ भन्यो भने नुवाकोटको 7औं महोत्सवमा आएको छु। आजबाट 27 गतेबाट हाम्रो 10 गतेसम्म छ महोत्सव। हजुरहरू पनि आउनु चाहनुहुन्छ भने आउनु होला, एकदम रमाइलो हुन्छ अरे। चलेको कलाकारहरू आउनुहुन्छ भन्नुभएको। वेलकम छ नुवाकोट। लोकेसन चाहिँ तपाईँको नुवाकोटको कहाँ भने कहाँहरू कहाँ मैले फेरि बिर्सी भने पिपलटारमा। यहाँ चाहिँ तपाईँको मेरो साथीहरू हुन्, उहाँहरू चाहिँ टक्क हाम्रो ह्यान्डसम हुनु साथीहरू। पिपलटार कहाँ ठ्याक्कै ला तपाईँको गल्सीबाट चाहिँ तपाईँको देवघाट हुँदै कति आधी घन्टादेखि पाउने घन्टासम्म आइदिन्छ। हजुर आउनु होला, एकदम रमाइलो हुन्छ। चले कलाकारहरू आउनुहुन्छ अरे। यहाँनिर पिङ छ, पिङ खेल्नुपर्छ। अनि हाम्रो स्टेज चाहिँ यहाँनिर छ, यहाँनिर थोरै छेक्का छ। हजुरहरूले फुल भिडियोमा देख्न सक्नुहुन्छ। रमाइलो छ, आउनु होला, घुम्नु होला। अनि यहाँको मुख्य खेती चाहिँ त मैले धेरै देखाएको चाहिँ ड्रागन फ्रुटहरू, अनि तपाईँको तोरीहरूको एकदम रमाइलो फाँटहरू देख्न सक्नुहुन्छ। एकदम रमाइलो छ, आउनु होला, रमाइलो गर्नु होला, एकदम रमाइलो छ। हजुर भित्र नि हेर्न जाऊँ ल। हाम्रो यहाँको स्थानीय साथी हुनुहुन्छ। कृषि प्रदर्शनदेखि लिएर तपाईँको यहाँ चाहिँ नुवाकोट दरबार होइन, नुवाकोट दरबारकोदेखिको प्रदर्शन गरेछ। तपाईँहरूको रमाइलो छ। टिस्टरहरू सबै हुँदैछ। पहिलो दिन भएर तपाईँको सबै कुरो आएन। हाम्रो पृथ्वीनारायण शाहजीको तस्विरहरूको बिक्री वितरण रहेछ। सायद फोटो सेसन होला। सामने चाहिँ मक्का भएर बसिरहेको क्रिस्टल लिएर। अझै फुलहरू रहेछ। हिजो हो कि अस्ति रोज डे थियो तपाईँहरूलाई। रोज के भन्ने आएन, मलाई छोडिदिनु। कृषि प्रदर्शनीहरू ड्रागन फ्रुट चाहिँ मैले धेरै देखाएको छु। यहाँ रहेछ। यो चाहिँ हाम्रो के हो, है के हो अरे नामै बिर्छु भएन। कहाँ आलु चिप्स भन्छ त तपाईँको? रातो रातो भाइ भन्दै गयो लास्टमा मलाई हेर्नु, यत्रो ठुलो मान्छेलाई। ए आज उदय हो नि, के हो अरे के अरे टेडी डे होला। तपाईँहरूलाई सबैजना यहाँ लैजानु, फोटो स्क्रिनसट गरेर राख्नु होला तपाईँहरूलाई सबैजनालाई। टेडी डेमा सबैहरू स्क्रिनसट गरेर राख्नु होला सबैजनालाई। मैले बिहानै दिइसकेँ सबैजनालाई। पहिलो दिन भए पनि एकदम भिड छ, रमाइलो छ। रमाइलो भइरहेछ। हजुर छैन, म कहाँ लजाएको छु भने हेर्नुमा उ गरिदिन्छ लकेट। म इम्प्रुभ हुँदैछु सुरुको भ्लग र अहिलेको भ्लगहरूमा।
है बिस्तारिनुहुन्छ हजुरहरूको साथ सपोर्टले एकदम 500 चाहिँ मेरो सब्सक्राइबर 500 पुगिसकेको छ है हाम्रो सरले चाहिँ सरको मम्मीको लागि चाहिँ एकदम राम्रो बुहारी खोज्नु भइसकेको छ है बिहा छैन है जिस्काइदा मात्रै हो मलाई ल मोबाइल ग्लास फेरि नबिहा फेर्ने भयो यहाँ छ है हाम्रो सरले त 50 दिनुहुन्छ 50 फेर्ने भयो चाहिँ म आठ आउनु 90 फेर्ने भयो चाहिँ यहाँ आउनु त्यसै गरी प्रतिनिधि सभा सदस्य मान्य श्री डाक्टर प्रकाश शरण महज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी प्रतिनिधि सभा सदस्य मान्य श्री हितबहादुर तामाङज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। प्रतिनिधि सभा सदस्य श्री हार्दिक अनुरोध गर्दछु। संविधान सभा सदस्य श्री गोविन्द नेपालीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अनन्त श्रेष्ठज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। बागमती प्रदेश सभा पूर्व सदस्य श्री हिरानाथ खतिवडाज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी बागमती प्रदेश सभाका पूर्व सदस्य श्री केशवराज पाण्डेज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। बागमती प्रदेश सभाका पूर्व सदस्य श्री बद्री मैनालीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी बागमती प्रदेश सभाका पूर्व सदस्य श्री कल्पना नेपालीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। बागमती प्रदेश सभाका पूर्व सदस्य श्री आसमाया तामाङज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। जिल्ला तामाङ घोडे नाच राजेन्द्र विक्रमसिंह ठाकुरज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। बेदुर नगरपालिकाका प्रमुख श्री राजन श्रेष्ठज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। बेलकोटगढी नगरपालिका प्रमुख श्री जगत बहादुर गुरुङज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। नेपाल उद्योग वाणिज्य महासङ्घका बागमती प्रदेश सदस्य दिल सुन्दर श्रेष्ठज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख श्री दलबहादुर तामाङज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी ककरी गाउँपालिका अध्यक्ष श्री सुमन तामाङज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। इस्पाल गाउँपालिका अध्यक्ष श्री निर्मल तामाङज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। लिकुट गाउँपालिका अध्यक्ष श्री श्रेष्ठज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। तामाङ घोडे डान्सर रमाइलो आयो मलाई अर्को झाँक्री आयो खपलियाज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सूर्यगढी गाउँपालिका अध्यक्ष श्री सन्तबहादुर घले तामाङज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। विदुर नगरपालिकाका सङ्घले यो महोत्सव गरिरहँदाखेरि हाम्रो जिल्लालाई कृषि क्षेत्रको लागि प्रवर्धन कृषिमा चाहिँ नुवाकोटलाई अब्बल बनाउनको लागि हामीले हाम्रा चाहिँ कृषिका प्रदर्शनीहरू पनि यस महोत्सवका पहिलो रहरमा राखेका छौँ र त्यसै गरी यहाँ रहेका स्थानीय उत्पादन यहाँका कला संस्कृति भाषा वेशभूषा र कला संस्कृतिको प्रवर्धनको एउटा जमर्को बनिरहेको कुरा पनि म यहाँ उद्घोष गर्न चाहन्छु। र नुवाकोट जिल्ला भन्ने बित्तिकै यहाँका हरेक व्यक्तिका रहन सहनका कुराहरू पनि रहन्छ। यो भौगोलिक रूपमा एउटा सम्पन्न जिल्ला भएर पनि नुवाकोट जिल्ला चाहिँ राजधानीसँग नजिक हुँदै गर्दा पनि यहाँका विकासका धेरै कुराहरू चाहिँ पछि पडिरहेको कुरा पनि म यहाँ उद्घोष गर्न चाहन्छु। त्यसैले नुवाकोट उद्योग वाणिज्य सङ्घको 7औं महोत्सवमा आइरहँदाखेरि यहाँका उद्योग र व्यवसायलाई पनि हामीले प्रवर्धन गरेका छौँ। हामीले हाम्रै नुवाकोट जिल्लामा चाहिँ खोलिएको
द्वार बदसद्वारा उत्पादन गरिएका स्थानीय उत्पादनलाई यसपालि हाम्रो प्रमुख आयोजक प्रायोजकको रूपमा पनि हामीले पेश गरेका धन्यवाद। अब यसै गरी तुमाल जातिको आफ्नो जनजाति वेशभूषा झल्किने झाँकी सहित सोरठी नाच सहित र्यालीमा सहभागी हुनुभएको छ। त्यसै गरी मगरको घाटु नाच लेखु खानी गाउँबाट झाँकी सहित र्यालीमा सहभागी हुनुहुन्छ। त्यसै गरी तामाको घोडा नाच लिएर झाँकी सहित र्यालीमा सहभागी हुनुहुन्छ। तपाईहरू लामबद्ध रूपमा मञ्च अगाडिबाट दायाँबाट बायाँतर्फ निक्लिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यो चाहिँ हाम्रो खेल्ने ठाउँहरू त्यहाँ पर चाहिँ त्यो के भन्छ त्यो छ अनि यो छ अनि तपाईँको यो छ यो नि छ अनि बच्चाहरू खेल्ने चाहिँ यहाँनिर हो यहाँनिर अनि यहाँनिर बच्चाहरू खेल्ने 3टा छ
ठुलाबडाहरू खेल्ने कति चाडा रहेछ रमाइलो छ। के अनुसार आफूलाई क्रियाशील गराउन नसकिरहेको अवस्था छ। नुवाकोटले नेपालको राजनैतिक क्षेत्रमा नीति निर्माणको क्षेत्रमा सदैव महत्त्वपूर्ण स्थान पाइरहेको छ, महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर पनि पाइरहेको छ। तर त्यही अनुरूप हाम्रा